फेरि यिनी बुढा के खाना बोलाउन लागे कि अहिले अङ्ग्रेजी दारूले छोडेको छैन त्यसैको नसा हो भोलि उत्रेसी राम्रो कुरा गर्न थाल्यो हुन्छ भोलि पनि सुन्नु न यो बुझिरहेछ कि छैन आशा गर्ने मान्छेले बोल्ने बोल्यो भने हाम्रो गाउँतिर त यस्ता मान्छे यसो यसो रमाइलो गरेको बेला टन्नै भेटिन्छ कि मलाई त फुल्ली एक्सपिरियन्सवाला मान्छे हो यस्ता मान्छे चिनिहाल्छु कि त्यही भएर कसैले त्यहाँ त्यो हात पचाइ नउठाउनु होला होइन अब यो नसा ससा उत्रेसी शान्त हुन्छ एकदम राम्रो मान्छे हो म चिन्छु होला मेरो कल्लो भएको मान्छे त हिन्दू हूँ हिन्दू हिन्दू ए बिस्तारै 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 त्यो नत्र त्यो घाँटीको गेडी हुन्छ नि बाहिर फुत्त निस्केला या ल अहिले अङ्ग्रेजी दारूले छोडेछ मैले भनेको थिएँ नि हिजो त मैले भनेको थिएँ नि अहिले केही नगर्नु मलाई अलिअलि अङ्ग्रेजी दारूले लाग्यो हो त्यही भएर उहाँ बढाउनु भएको हो है तर अहिले सुधिनु भयो कि भएन हेर्नुहोस् त हिन्दू अहिले बोल्न थाहा पाउनु भयो कि म हिन्दू हो भनेर दिमाग त आया रहेछ नि अनि पहिला के त्यो लुतो लागेको कुकुरले तल टोक्याएको थियो अब तपाईँको फेरि एउटा अर्को कुरा सुनेको थिएँ मैले डडेलधुरामा त एउटा कुरा बनाउन बिर्सिनु भएछ त अरू त सबै बनाउनु भएछ अनि त्यो एयरपोर्ट चिल गाडी हुन्छ नि चिल गाडी त्यो बस्ने ठाउँ बनाउनु त बिर्सिनु भएछ हुन त यति धेरै विकास गर्नु भएको छ त्यहाँ फेरि अब बनाउँदा एउटा दुईवटा कुरा त्यस्तै बिर्सिन्छ नि होइन दिस इज नट राइट दिस इज नट गुड कसैलाई आरोप जो कोहीले लाउनु सक्यो भन्दैमा चरित्र हत्या यहाँ कसैले कसैले सक्दैन यो देशमा मिलेर बस्छ भन्ने मात्र दुईजना छन् एउटा हो गाडीको खलासी जति धेरै मान्छे मिलेर बसाउन यताउता बसाउ भनेर मिलाउँछ दोस्रो भने यता पनि ठिक्क छ उता पनि ठिक्क छ अब चोरलाई चोर पुलिसलाई पुलिस नै भन्न नपाउने हो भने के को गणतन्त्र के को लोकतन्त्र चोर पुलिसवाला खेल खेल्छौँ यार त्यस्तो गेम नखेलन हो त्यो हाम्रो गेम हो कि त्यो त यार हामीले उत्पादन हामीले त्यसलाई बनाएको गेम हो त्यस्तो हाम्रो गेम त्यसो खेल्न पाउँदैन नि त तिमीहरू आफ्नो राजनीतिको खेल खेल न त्यहाँ तिमीहरूलाई त्यही खेल्न ठिक्क छ त किन के खान चोर पुलिस खेलिरहेको छ तिमीहरू यार आइजिपी साहबको घरबाट 3 करोड भन्दा बढी पैसा चोरी भयो त्यो चोरीमा संलग्न भनिएका मान्छेहरूलाई पुलिसको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ भनिएको छ तपाईँको घरमा चोरी भएको हो कि होइन बताउनु तपाईँ चाहिँ के भएको अलि बिस्तारै भन्नु पर्दैन अनि बिस्तारै बोल्नु पर्दैन त्यो कञ्चना मुभीको त्यो भुदुनी जस्तो त्यो थर्काउनु पर्छ तर अरू त्यो डरले त्यहाँ त्यो चुरुम चुरुम भएको त्यहाँ बिस्तारै बोल्दै गयो कति राम्रो हुन्थ्यो अहिले हेर्नुहोस् त दुःख पाइस मङ्गलले आफ्नो ढङ्गले भने यही होइन अहिले हेर्नुहोस् त भोजपुरी फिल्महरू हुन्छ नि एउटाबाट उताले एउटा गुन्डाले उताबाट चक्कु हान्छ यताबाट हिरोले यसो भन्ने बित्तिकै त्यो चक्कु फर्केर फेरि उसैकोमा जान्छ नि त्यस्तै नगर्नु न यार यहाँ कि यो बिहारी फिल्मको सुटिङ हुँदैछ त्यहाँ अलिक बिस्तारै काम डाउन भएर काम गर्नु न हो तपाईँ पुरै त्यो फायर भयो जस्तो यार त्यो भएन यार बाहिरतिर अलि गाह्रै छ तिमीहरूलाई बाहिर निस्क्यो भने फेरि कसको मुक्का कहाँबाट खाने हो विचार गरेर निस्किनु रासोवाला अन्त फेरि सबैले घेरेको छ नि साथीहरू है आजलाई यति नै यो भिडियो अन्तिमसम्म हेर्नु भएको छ भने धन्यवाद हेर्नु भएको छैन यी के लाभ मलाई थाहा छ तिमीहरू हेर्दैनौ अन्तिमसम्म हेर नहेर मेरो बनाउने काम हो मैले बनाइदिएँ अब यो हेर्न मन छ हेर ठिक